मर्निङ गुड आफ्टरनुन हुन लागिसकेको छ। सो त्यही पनि अब यो डाँडाकाँडा गइन्छ टक्क माथि के हुन्छ सब हेर्नु होला, रमाइलो हुन्छ जोस्। अनि यता डाँडाकाँडाको भ्यूहरू देखाउँदै गर्छु, लास्टतिर हेर्दै होला, लास्टमा हेरिदिनु होला है त। लाएर म चाहिँ यतातिर डुल्दैछु कोलपुर भन्ने ठाउँमा आएर टक्क अब यहाँ कहाँ हुन्छ उकालो हेर्नु उकालो चढी आएको यहाँ हेर्नु सक्नुहुन्छ भ्यू पनि बबाले छ, हेर्नु सक्नुहुन्छ आमा भ्यू पनि बबाले छ। अनि म चाहिँ घुम्दै हाँसुम हुन्छ त्यसैमा जाँदैछु म चाहिँ यहाँ मामासित बस्न आएको थिएँ कोलपुर। यस्तो माटो छ यता हेर्नु सक्नुहुन्छ, यता नि माटो छ। यो के भन्छ यसलाई के भन्छ क्या त्यस्तै बिर्सेको यसलाई थाकल हो कि के भन्छ नि त्यो थाकलको बुट हेर्नु सक्नुहुन्छ होइन। कहाँ चढ्दा थके पनि लागिसक्यो। अनि क्यामेरा पनि यसो पुस्दिनु पऱ्यो है पुग्ने क्लियर आयो होला अलिअलि त्यस्तै भएछ क्यामेरा पनि चिया भयो। अनि यहाँ यस्तो घुम्टियो यहाँबाट राम्रो भ्यू देखिन्छ भन्ने आशा छ होइन। के हुन्छ कसो हुन्छ बताइ नि हाल्नेछु। पहाड हेर्न सक्नुहुन्छ आमा सर टक्कलाएर हेर्न सक्नुहुन्छ। यसरी जान्छ गाडी सर झ्याङ गरेर। क्यामेरा पनि कोही साह्रो फोहोर भयो यार, बल्ल क्लियर आयो कि त्यहाँ नि हेर्नु होला भ्यू टक्क लाएर। अनि म चाहिँ यतातिर माथितिर डाँडातिर घुम्दैछु कस्तो छ के छ देखाउनुहुन्छ टक्क लाएर। थाकलको बुट हेर्न सक्नुहुन्छ यतातिर मामाको छोरा होइन। टावर पनि टिपेन, मामालाई फोन गर्दै थिएँ अनि टावर पनि टिपेन। म चाहिँ अब माथि जान्छु भने माथि नटिपुस् के छैन, तर भिडियो चाहिँ बनाइरहेको छु। बाटो यस्तो टर्निङ छ नि कसम बेचा छ टर्निङ पनि यस्तो खाल्टाखुल्टी यहाँ टक्क लाएर खाल्टी छ। अझै माथि जानुपर्ने जीवनमा नि कति माथि छ, अब जानु पऱ्यो त्यहाँ पछि के हुन्छ सब बताउनु सजिलो होइन। यहाँ हेरमै त बस्दिन्छ हिँड्नु मिल्छ कि मिल्दैन यार, यहाँ हेरमै त यहाँबाट झन् स्वर्ग देखिन्छ त आमा स्वर्ग देखिन्छ। त्यो थके लाग्ने अझै माथि हेर्नु के रहेछ होइन। टपमा हेर्नुपर्छ है साथीहरू। यहाँ फेरि थाकलको बुट छ त्यस मजा लिइरहेको छु मैले। अन्त दाउरा भाँचेर यस्तो थाकल लाएर पनि थाकल कस्तो राम्रो थाकल पत्रिलो लगाइसक्यो। थाकल हुन्छ र जङ्गलमा खोज्नको लबरी हुन्छ होइन। सोच्छु यहाँ पनि फुलिसक्यो भइसक्यो ल हट माथि म आएको थिएन। यहाँ एउटा आए पनि यस्तो म घुमेको थिएन, पहिलोचोटि घुम्दैछु त्यही पनि भ्लग बनाउँदै के कस्तो हुन्छ हेर्दै हेरौँ न होइन। अझै माथि जान्छु के कस्तो हुन्छ देखाउने हुन्छ हजुरहरूलाई। यस्तो हेर्नु तोरालोमा यस्तो कुलो दाउरा अड्क्यो कसरी पानी जान्छ यार खोला। म चाहिँ माथि जाम कि नजाम भन्नु भयो कि मामा आएपछि खोलाएर उता जाने फेरि मेरो मनले मानेन अनि गइएन माथितिर चाहिँ गइएन। अब मामा आएपछि खै गइन्छ गएन थाहा भएन, तर आज अहिले चाहिँ गइएन होइन। अनि यहाँ हेर्न सक्नुहुन्छ भ्यू स्वर्ग छ भ्यू त हेर्न। अहिले अझै उता गएर देखाउनु पर्ने हुन्छ बबाल आउँछ बबाल मामा होइन। टक्क लाएर तलतिर आएर बस्छु म चाहिँ। अब यतातिर जान्छु भ्यू हेर्दै उता तलतिर यता हुन्छ नि खेत जस्तो बनाएको नि देखाइदिन्छु गएर। धेरै राम्रो देखिन रुखले ढाक्यो यत्र चट्टान चाहिँ सक्छ हाम्रो यत्र चट्टान
यहाँ पहिलोचोटि आएको आउनु त यहाँ यो बाटो फेरि हिँड्नु त्यो पनि आएको चाहिँ पहिलोचोटि चाहिँ भनौँ होइन मेरो पनि ल्याङ फुल भइदिएर खालि फुल भयो ल हेर यतिवटा सर्टकट आइदिँदै चाहिँ त हुन्छ ढक्क आम्मामा भ्यू हेर्न हुन्छ स्वर्ग छ हुन्छ म पनि स्वर्गै छु होइन माथि हेर्नु त चट्टान त्यस्तो छ यार त्यो खस्यो पनि मरिन्छ ढुक्क त्यो खस्यो पनि ढुक्क मरिन्छ अनि यता तलतिर यता यस्तो झाडी छ यहाँ गुल्ट्यो भने सिधै तल रोडमा ट्याक्क रोड के खस्यो जस्तो गरेर त्यो लास्टमा त बाघ आउने अरे बाघ आयो अरे अनि त्यहाँसँग त ट्र्याक्टर आगो हिँड्दा छ ट्र्याक्टर सकिन्छ पाहाडी ट्र्याक्टर त डेन्जर हेर्ने भ्यू इन्जोय गरिदिने भ्यू हेरेर इन्जोय हेर्न सक्नुहुन्छ आमा सर भ्यूसँगै मजा लिनु त गाइड्सहरू हेर्न फर्की देखाउँछु हजुरलाई भ्यू त यतापट्टि त पाहाडहरू त्यहाँ त उता जान पाएकै छैन नभए म जान पायो भने हुन्थ्यो भन्ने एउटा कुरो हो जानै पाएको छैन म अब के गर्ने होइन यहाँदेखि त्यहाँ चौकी छ चौकीमा मामासित भन्न खोजेको मामा यहाँ ड्युटी गर्नुहुन्छ अनि यहाँ छुट्टी बेला के भनेर त्यति घुम्न आएको अनि घुम्दाखेरि यस्तो स्वर्ग देख्यो कि स्वर्ग आमामा होइन बाल के यहाँबाट जाम सर्कल बाटो रहेछ त्यही कारण यत्रो घुमेछु यार म त तर बाटो नि बबाल छ नि घुम्ती बाटो छ बबाले खानु छैन नि यो फेरि यो के अहिले मैले भन्थेँ त यो के भन्छ अरे के फल रहेछ म यतिखेर भुलिहाल्छु कि फेरि थाकल हो कि त्यस्तो थाकल हो कि हो अनि त्यहाँ तर माटो जम्मा भएर रहेछ अनि गाडी हिँडिराख्नु रोड हेर्न सक्नुहुन्छ इन्जोय छ कि भिडियो भन्दा नि भ्यू अरे भ्यू बबाल छ यार बबाल भन्दा नि बबाल छ सो अरू त के भन्नु छ र होइन मेमोरी पनि खालि फुल भएको भइ गर्छ यार किन खै यो आइफोन 11 त्यही पनि मेमोरी फुल भएको भइ गर्छ अटाउनु यार के अब गरिबी लाहा किन भन्यो भने अब यो अलि धेरै जिबीको अनि गाह्रो छ यो साटेर धेरै जिबीको आउनु पैसा थाउनुपर्छ त्यो कारणले पैसा छैन बिस्तारै गरिन्छ सबै कुरा बिस्तारै भइरहेको छ कि होइन टक्क यो त मलाई हेरिराख्न मन लाग्यो कि किन हो देखाइराख्नु मन लाग्यो गाइजहरूलाई सो योभन्दा पहिलाको भ्लग हालेको थिएँ त्यसमा मैले चाहिँ केरा उगार्ने भन्थेँ त्यो चाहिँ म यता त्यो उगार्न पाएको छैन म त्यता घरतिर गयो भने चाहिँ म चाहिँ त्यो च्यालेन्ज चाहिँ भन्नु खोजेको मैले भनेको त वचन चाहिँ पुरा गर्नेछु सो हेर्दै गर्नु होला होइन अरू त के भन्नु छ र होइन उताउति डाँडाकाँडा हेर्दैछु के कसो देखिन्छ होइन नयाँ पनि उता गाडी हेरेर हिँडेर छन् आज यतिर यसो आएर नाइट भ्यू पनि देखाउने छु टक्क यतिर लाइट बोल्छ जस्तो लाग्छ यहाँबाट निस्किनु पर्ने हुन्छ टक्कल लाएर यहाँ बसिरहेको छु बसी त्यो लाइन थाल्यो यतातिर त घाम लाग्यो गाइस घाम लाग्यो टिलिक्क कताबाट घाम लाग्यो त्यताबाट घाम लाग्यो टक्क अब यहाँ निस्किनु पर्ने हुन्छ म निस्किन्छु पनि अनि अरू त के भन्नु छ र होइन धेरै थोरै के हुन्छ हेरिदिनु ल ट्याक्क मिलाएर होइन के गर्छ ल लामै त यस्तै झाडी छ यो कोही ठ्यास लोटे पनि भ्याइयो
यस्तो लोटे पनि त लोटे अनि गएर भोक लाग्छ चाउमिनसम्म खाइदिन्छु म त भोक लाग्छ चाउमिनसम्म खाइदिन्छु त्यसपछि गर्दै गरौँला अनि के कति हुन्छ छोटो लामो भिडियो के हुन्छ अन्तिमसम्म हेरिदिनु होला अनि अन्तिमसम्म हेरिदिनु होला दुईचोटि भने होइन ल हेर यस्तो छ यहाँ त त्यो पहिरो गएको बाटो छ त्यही पनि चल्दिउँ नचल्दिउँ के छ अब तन्नै मर्यो सब्जी बुलेट पड्किरहेको बुलेट यत्रो उकालो छ यत्रो घुमेर गयो है लास्टमा त यत्रो फुट्टो निस्क्यो यत्रो घुमेर